मेरो नाम चाहिँ जङ्गबहादुर पुनमगा। पढाइको भए पनि मन मारेर गए नि तिमीले। 70 सालमा जस्तो लाग्छ यो पढाइको भए पनि भन्ने एल्बमबाट हाम्रो चाहिँ एल्बमको यात्रा सुरु भयो। एउटा आँखा करनाले उर्ली आउने बेला। मैले पैसासँग चाहिँ कर्मसँगै कामसँगै चाहिँ पैसा साटेर त्यसरी पढेको। यस्तो दुःख गरेर काम गरिन्थ्यो। बिहान 5 बजे उठेर माथि बजुधुरी गएर घाँस काटेर आएर स्कुल पनि गइन्थ्यो हैन। त्यहाँबाट आएर 8 बजे यहाँ आएर कामै पनि गरिन्थ्यो। त्यति बेला सहज तरिकाले नै काम गरिरहेको। लोकसेवामा पनि नाम निस्क्यो। त्यसले गर्दाखेरि अहिले चाहिँ म यो फिल्डमा छु। अब इच्छा चाहिँ मेरो गाउने भए तापनि फेरि पनि म यता पनि म जिम्मेवारको हिसाबले म तिमीले धर्म मैले छोड्यो र कतै। धन्यवाद। मेरो नाम चाहिँ जङ्गबहादुर पुनमगा। अहिले म चाहिँ देवी मन्दिर मावि पोबाङको प्रको रूपमा कार्यरत छु। मेरो स्थायी ठेगाना यही पोबाङमै हो। यतिखेर यस स्कुलको प्रह हुनुहुन्छ, यतिखेर यो स्कुलमा पढाइरहँदाखेरि यतिखेर हामी यो दिउँसोको हाफ समयमा आएका छौँ। यतिखेर तपाईँसँग छोटो मिठो कुराकानी जोड्नको लागि प्रथमत यो तपाईँको यो बाल्यकाल कसरी सुरु भयो यतिखेर र अहिलेसम्म आउने यो स्कुलको जीवन कसरी सुरु भयो र गीत सङ्गीतप्रति तपाईँको चासो कसरी बढ्यो सुनाइदिनु। धन्यवाद हजुरलाई। म बाल्यकालदेखि नै मिडिया सेक्टरसँग म अलि धेरै टच थिएँ। म सानैमा रेडियो नेपालहरू सुन्ने हैन। अब त्यति बेला त विकल्पमा अरू थिएन, हामीले सुन्ने रेडियो नेपाल नै हो। त्यसबाट घन्किने हाम्रा लोकसङ्गीतहरूले मलाई अत्यन्तै छुन्थ्यो र सँगसँगै मेरो बाबुआमाले पनि गाउँका लोकल साइला बरै लगायतका गीतहरू गाइरहनु हुने। त्यो भएको कारणले गर्दाखेरि सानैदेखि नै मलाई चाहिँ गीत सङ्गीतमा रुचि रह्यो। त्यसपछि अब बिस्तारै आफूलाई नै गुनगुनाउन थालेँ। त्यो नसाकै रूपमा रहन गयो र अब पछि अलिक ठुलो जान्ने भइसकेपछि अब कार्यक्रमहरू हुन थाले। अब त्यति बेला खै म सानो हुँदाखेरि त द्वन्द्वकाल थियो कि जस्तो लाग्छ। त्यति बेला अलि कार्यक्रमहरू हुन्थेनन्। पछि जब 15-16 वर्ष त्यस्तै अब स्कुलको 9-10 क्लासहरू पढ्ने बेलामा त अब स्कुले कार्यक्रमहरू शुक्रबारे कार्यक्रम अतिरिक्त क्रियाकलापहरूमा पनि म चाहिँ त्यसरी चाहिँ भाग लिँदै गएँ। जुन दोहोरीका कार्यक्रमहरू हुँदाखेरि अथवा गीतसँग सम्बन्धित कार्यक्रमहरू हुँदाखेरि पार्टिसिपेटहरू जनाउँदै गएँ। जनाउँदा अब अलिअलि गाउने रहेछु क्या भन्ने जस्तो लाग्यो। र अब फेरि यो क्षेत्रमा म अहिले यो